नमस्ते। आज हामी एउटा यस्तो रोचक कुराको पर्दाफास गर्दैछौँ नि। एउटा 7 वर्षे पुरानो खाता। तर सुन्नुस् है, यो कुनै ठुलो ब्याङ्क वा कर्पोरेट अफिसको खाता बिल्कुलै होइन। यो त एउटा सामान्य साथीभाइहरू मिलेर बनाएको अनौपचारिक बचत समूहको डायरी हो। यसले के देखाउँछ भने साथीहरू बीचको विश्वास कसरी एउटा बलियो आर्थिक मसिनमा बदलिन्छ। यो त खालि अङ्कहरूको हिसाब मात्र कहाँ हो र? यो त मित्रता, निरन्तर अनुशासन र समयले कसरी जादु गर्छ भन्ने एउटा गजबको कथा हो। सुरु गरौँ है त। हामी यो कथालाई 5वटा मुख्य भागमा हेर्नेछौँ। पहिलो, यसको गजबको अवधारणा। दोस्रो, कसरी पैसा बढ्दै गयो। तेस्रो, उनीहरूको आन्तरिक ऋण र लगानी। चौथो, त्यो डरलाग्दो लकडाउनको समय। र अन्त्यमा, यो पैसाले उनीहरूले बटुलेका जीवनभरका यादहरू। ल, सबैभन्दा पहिले कुरा गरौँ यो मित्रता कोषको आइडिया कसरी फुरेर आयो र यसले कसरी काम गर्थ्यो। तपाईलाई अचम्म लाग्न सक्छ, उनीहरूले कति राम्रो ब्यालेन्स मिलाएका थिए। नियम एकदम सिम्पल। महिनाको एक पटक भेट्ने, एउटा निश्चित रकम उठाउने। अनि रमाइलो कुरा के भने नि, त्यो उठेको पैसाको केही भाग चाहिँ मज्जाले खाजा खान वा रमाइलो गर्नमै खर्च गर्ने। बाँकी बचेको जति सुइँके बचत। अनि कसैलाई पैसाको खाँचो पर्दा त्यही कोषबाट एकदमै सस्तो ब्याज दरमा ऋण लिन पाउने। अन्त्यमा जति जम्मा हुन्छ सबैलाई बराबर बाँड्ने। हेर्नुस् त, बचत पनि हुने, साथीभाइको भेटघाट र रमाइलो पनि हुने। गजब छैन त? अब यो आइडियाले साँच्चै कसरी काम गर्यो त? आउनुहोस् अङ्कहरूमै हेरौँ। भनिन्छ नि, हरेक ठूलो यात्राको सुरुवात एउटा सानो पाइलाबाट हुन्छ। ठ्याक्कै त्यस्तै भयो यहाँ पनि। 2073 सालको यो पहिलो रेकर्ड हेर्नुस् त। राजन, निर्जन, रमेश र गौतम, उनीहरूले सुरुमा कति जम्मा गरे होलान्? मात्र 100 रुपैयाँ। जम्मा 400 रुपैयाँबाट सुरु भएको थियो यो यात्रा। सुन्दा एकदमै सामान्य लाग्छ नि, होइन? तर कथा त्यही रोकिँदैन। त्यो सानो सुरुवात बढ्दै बढ्दै गएर पछि त प्रति व्यक्ति महिनाको 3 देखि 4 हजारसम्म पुग्यो। अनि लगातार 4 वर्षसम्म यसरी नै जम्मा गर्दै जाँदा 2077 सालसम्म आइपुग्दा यो समूहको ब्यालेन्स कति पुग्यो होला त? अचम्म नमान्नुहोला, 2,30,250 रुपैयाँ। सानो सानो रकम पनि नियमित जम्मा गर्दा कसरी कम्पाउन्डिङको जादुले यति ठूलो बन्छ भन्ने योभन्दा गतिलो उदाहरण अरू के होला र? अब यो जम्मा भएको पैसा उनीहरूले केवल बाकसमा थुनेर मात्र त पक्कै राखेनन्। उनीहरूले यसलाई कसरी चलाए, त्यतातिर लागौं। हेर्नुहोस् है, यो काम सुरु गरेको जम्मा 1 वर्ष मात्र के भएको थियो, यो कोषले साथीहरूलाई ठूलो रकम ऋण दिन सक्ने क्षमता बनाइसकेको थियो। 2074 सालमै राजनले 70,000 र निर्जनले 40,000 रुपियाँ ऋण लिएको देखिन्छ। यसको मतलब आपत पर्दा वा केही काम पर्दा ब्याङ्क धाउनु परेन, आफ्नै साथीहरूको कोष एउटा भरपर्दो ब्याङ्क बनिसकेको थियो। अनि समय बित्दै जाँदा त यो कोषको तागत यति बढ्यो कि 2077 सालमा गौतमलाई एकैपटक 2 लाख रुपैयाँ ऋण दियो। सोच्नुस् त, कुनै ब्याङ्कको झन्झटिलो कागजी प्रक्रिया छैन, धितो राख्नुपर्ने टेन्सन छैन, साथीहरूको विश्वासकै भरमा यति ठूलो रकम परिचालन गर्नु चान्चुने कुरा हो त? पक्कै होइन। अझ रमाइलो कुरा त अब आउँछ। उनीहरू खालि बचत र ऋणमै मात्र खुम्चिएर बसेनन्। 2078 सालमा आएर उनीहरूले एउटा गेम चेन्जर कदम चाले। खातामै प्रष्ट लेखिएको छ, स्टक मार्केटमा 2,40,000 को लगानी। एउटा सामान्य चियागफबाट सुरु भएको बचत समूह अब शेयर बजारको आक्रामक लगानीकर्ता बनिसकेको थियो। कस्तो जब्बर प्रगति, होइन त? तर सधैँ सोचे जस्तो कहाँ हुन्छ र? त्यही बेला पुरै विश्वलाई हल्लाउने एउटा घटना घट्यो। 2077 सालको सुरुवाती रेकर्ड हेर्दा जो कोहीलाई पनि त्यो डरलाग्दो समयको याद आउँछ। सधैँ पैसाको अङ्क हुने ठाउँमा लामो समयसम्म खाली शून्य, शून्य, शून्य मात्रै छ। अनि छेउमा प्रष्ट अक्षरले लेखिएको छ लकडाउन। यो केवल एउटा शब्द होइन, यसले महिनौसम्म सबै कुरा ठप्प भएको, कसैले 1 रुपैयाँ पनि जम्मा गर्न नसकेको यथार्थ बोल्छ। यहाँ फरक प्रष्ट देखिन्छ। लकडाउनभन्दा अगाडि हरेक महिना 3-4 हजारको दरले सरर बढिरहेको खाता अचानक ब्रेक लागेर पुरै रोकिन्छ। एउटा विश्वव्यापी महामारीले भुइँतहको अर्थतन्त्रलाई, हाम्रो दैनिक जनजीवनलाई कति नराम्रोसँग गाल्छ भन्ने कुराको यो एउटा जिउँदो र गम्भीर प्रमाण हो। तर दुःखका दिनहरू सधैँ रहँदैनन्। अब लागौं यो कोषको सबैभन्दा रमाइलो र मानवीय पाटोतिर, उनीहरूले सँगै बिताएका पलहरू। अन्ततः पैसा भनेको एउटा साधन नहो, खास कमाई त हामीले सँगाल्ने सम्झना र अनुभवहरू हुन्।
डायरीको छेउछाउमा कोरिएका यी नोटहरूले त्यही रमाइलो कथा भन्छन्। कहिले दुगु पार्टी, कहिले नयाँ वर्षको रमझम, दशैंको रमाइलो खर्च, सुकुटे बीचको टुर अनि आमायाङ्ग्रीसम्मको पदयात्रा। यसले के देखाउँछ भने नि, उनीहरूको त्यो कडा अनुशासन केवल पैसा थुपार्नलाई मात्र थिएन, बरु जिन्दगीलाई खुलेर जिउन र सँगै खुसी साट्नको लागि थियो। एउटा गजबको खर्चको विवरण हेरौँ है। पारिवारिक रिफ्रेशमेन्ट भनेर 47,000 खर्च भएको रहेछ। कहाँ कहाँ गयो त त्यो पैसा? 27,000 सुकुटे बीचको रिजोर्टलाई, 12,000 भ्यान रिजर्भ गरेको, 5,000 जति स्न्याक्स र बियरमा, अनि 3,000 को टन्न खसीको मासु। हेर्नुस् त, यो त केवल खर्चको हिसाब मात्र होइन नि, यो त उनीहरूले वर्षौंसम्म गरेको बचतबाट निकालेको रियल मज्जा हो। तर सधैँ उस्तै जोस कहाँ भइराख्छ र होइन? समय बित्दै जाँदा मान्छेहरू व्यस्त हुन्छन्, प्राथमिकताहरू बदलिन्छन्। 2080 सालसम्म आइपुग्दा सबै साथीहरू बैठकमा सधैँ उपस्थित हुन नसक्ने अवस्था आयो। तर उनीहरूले हार मानेनन्, बरु यो कोषलाई जसरी पनि बचाउन आफ्नै नियमहरूलाई अलिकति परिवर्तन गरे। खातामा लेखिएको यो वाक्य सुन्नुस् त, अलि हाँसो पनि लाग्छ तर एकदमै अर्थपूर्ण छ। लेखिएको छ, सबै सदस्यहरू भए वा नभए पनि यो बैठकलाई निरन्तरता दिने नयाँ नियम तय गरियो। मतलब जो आउँछन्, काम चाहिँ रोकिँदैन। एउटा लामो समय चल्ने सामुदायिक कामलाई बचाइराख्न कति धेरै सम्झौता, लचिलोपन र अलिकति जिद्दीपना पनि चाहिन्छ भन्ने कुरा यसले ट्याक्कै देखाउँछ। यो सबै कुरा हेरिसकेपछि हामीले आफैलाई एउटा प्रश्न सोध्नै पर्छ। हाम्रो आफ्नै टोल वा समुदायमा यस्ता कति अनौपचारिक आर्थिक सञ्जालहरू होलान् जसले गुपचुप रूपमा यति ठूलो काम गरिरहेका छन्? 100 रुपियाँको सानो बचत र साथीहरू बीचको अगाध विश्वासले कसरी लाखौंको पुँजी र जीवनभरको खुशी निर्माण गर्न सक्छ भन्ने यो मित्रता कोषले प्रमाणित गरिदिएको छ। वास्तवमा यो पैसाको हिसाब मात्रै हुँदै होइन, यो त सम्बन्धको हिसाब हो। आजको यस प्रस्तुतिमा हामीसँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसले पक्कै पनि तपाईलाई आफ्नै साथीहरूको समूह बनाएर केही नयाँ सुरु गर्न प्रेरित गर्यो होला, होइन त?